हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ हाम्रो लास्ट सेमको लास्ट पिकनिक भन्दा हुन्छ। अनि म चाहिँ रेडी भइसकेँ। लागेको म चाहिँ रेडी भएर बसिरहेको छु होइन, तर मेरो साथीहरू नै आइपुगेन। अनि सामान यहाँ यति छ, कति धेरै म अझ त सबै देखेँ त। ल लास्ट सेमको पिकनिक पनि रेडी भयो है। लास्ट सेम 2081 ब्याच। हामी चाहिँ गाडीमा बसिसक्यौँ। सबै साथीहरू चाहिँ अगाडि गइसक्यो, म र मान्छे मात्रै पछाडि थियौँ। गाइस हामी चाहिँ फाइनली त्यो पार्कमा आइपुग्यौँ है। साथीहरू सबै सामान के यहाँ चाहिँ सबैले के सक्छ सबैले एक एकवटा सामान लिएर गयौँ पालै पालो। पिकनिक स्पटमा पुगेर सबैले आफ्नो आफ्नो काम गर्न थाल्यौँ। हाम्रो चाहिँ बिहानको खाजा चिया र ब्रेड रेडी भयो अनि सबैले खायौँ। मैले र प्रतिनाले चाहिँ काम सकेर केटीहरूकोमा गयौँ। आलु थोरै भएकोले हात समाएर सघाइदिएको भन्ने कमेडी गरिरहेको छिन् चाहिँ। आलु थोरै भए पनि हेर्दा कस्तो खाउँ खाउँ लाग्दै थियो, त्यही भएर आलु खाएको त मलाई चोर्ने भयो। आलु चोरो आलु जम्मा यति छ हैन, जम्मा यति छ। उ बिचारा दुईजना केलाउँदै फुर्सद छैन छोएर म पनि मेरो पनि सहयोग छ है। यो चाहिँ भेजको लागि पनिर हाम्रो सेयर चाहिँ यहाँ भेजको लागि तयारी गर्दैछ। यता चाहिँ ननभेज साथीहरूले पुरै खसीको मासु काटिरहेछ। म चाहिँ रहनु पऱ्यो, त्यही भएर छुदिनँ, टाढैबाट भिडियो बनाएको। सबै साथीहरूको भिडियो एडजस्ट गर्न सकेन, त्यही भएर अलिअलि कसैको मात्र छ है त। पकाउनु जति सबै सामान रेडी भइसक्यो, अब पकाउन बाँकी। यो चाहिँ पिकनिक स्पट भएकोले स्कुलबाट बच्चाहरूलाई पनि लिएको थियो। ल सबै भेजको लागि रेडी भइसक्यो। अनि यता चाहिँ साथीहरूले खसीको मासु बनाएर पनि त्यही खाइरहेछ। यता अर्कोतिर भनेको साथीहरूले त्यही रमसम पनि लिएर व्यवस्था गरिसकेको रहेछ, थाहै थिएन। भिडियो हेरेर मात्र पछि थाहा भयो। अनि यता अर्कोतिर चाहिँ भेजहरूले पुरै रमाइलो गरिरहेको रहेछौँ। आफ्नै दुनियाँमा है, पुरा मस्त छौँ हामी चाहिँ। यति क्षण भने मात्र होला, खासमा मै हो। अनि यहाँ प्रतिनाले चाहिँ के भन्छ फेरि, यता चाहिँ बुइसहरू पकाउनमा व्यस्त छन्। अनि हामी कसैले मौका छोपेर फोटो सेसनतिर लाग्यौँ। अनि बुइसहरू चाहिँ तिमीहरूले धेरै फोटो खिच्यौ, नाच्न भनेर नाच्न थाल्यौँ। जस्तो गीत त्यस्तै डान्स गऱ्यौँ। अनि खाने बेला भयो, तर भिडियो चाहिँ मेरो मात्र भएछ। हामीले खाइसक्यौँ अनि ननभेजहरूले खाने भयो। अनि हामी त मासु खाएको हेरेर बस्नु त भएन, त्यही भएर हामी चाहिँ यस्तो राम्रो राम्रो ठाउँमा प्रतिना र म गएर राम्रो राम्रो फोटो खिचेर आयौँ। उनीहरूले त्यस्तो ठाउँहरू मिस गर्यो। प्रतिना र म चाहिँ घुमेर फर्किँदै थियौँ। अनि ट्याक्क म्यासेज आयो कि 3rd सेमको रिजल्ट आयो भनेर। अनि हामी गएर साथीहरूलाई सुनायौँ। अनि सबैजना पुरा सेन्टी भयो, ल्याकी भयो भनेर। अनि सबैजनाले हेर्न थाल्यो। अनि त्यस पछाडि कसैको त्यो स्पेसलाइजेसनको चाहिँ नै थिएन कि रिजल्ट नै। अनि ला हामी त बिग्रेछ भनेर कस्तो भयौँ। अनि त्यस पछाडि सबैले फोन यतात्यता गऱ्यौँ। अनि भरे त लास्टतिर रहेछ, अनि सबैको नाम आएको रहेछ। अनि हामी त खुसी भयौँ। अनि त्यसपछि ल केक काट्ने भनेर रेडी भयौँ। चाहिँ हामीले यो केकलाई चाहिँ बिहान चिया खाएर काट्ने भनेको थियौँ, तर एक दुईजना साथीहरू आउनु बाँकी थियो, त्यही भएर हामीले यसलाई पछाडि राखेको थियौँ। सो लक्कीली यो चाहिँ के भयो भन्दाखेरि हाम्रो लास्ट सेमको पिकनिकको पनि भयो। अनि अर्को भनेको हाम्रो 3rd सेमको रिजल्टको पनि खुसियालीमा जस्तै भयो कि एकैचोटि। अनफर्चुनेटली यति बेला त हाम्रो खुसीको सीमै थिएन। एकातिर रिजल्टको खुसी, अर्कोतिर लास्ट सेमको रमाइलो। अनि लास्टमा चाहिँ ग्रुपिङ फोटो सेसन भयो। टाइम हामीसँग थोरै थियो नि त, त्यही भएर अरू भिडियो चाहिँ गर्न पाएन। थ्याङ्क यू एभ्री वान फर दिस मोमेन्ट।